सीता, दसैँको टिका र जमारा त साइडमै लगाइछु। बाबा आइपुग्नु भयो कि आमाले लगाइदिनु भयो? यसपालि बुबा आउनु भएन नि, टिका र जमारा त आमाले लगाइदिनु भएको। सीता, तिम्रो आमाले दुवै छोरीलाई बराबर माया गरेको देख्दा मलाई एकदम खुसी लाग्यो। हाम्री आमाले दुवै बहिनीलाई सधैँ उत्तिकै माया गर्नुहुन्छ। माया गरेको त थाहा पाएँ, तर दसैँको बेलामा रातो टिका निधारमा खानाभरि जमारा अनि घरमा मिठो मिठो खाएर बस्नुपर्ने बेलामा तिमी त घाँस काट्न गइरहेकी छौ त। अब दसैँको दिन भनेर के गर्नु, आफूले मात्र मिठो मिठो खाएर बस्नु भएन, गाई बस्तुलाई पनि त खुवाउनु पर्यो नि। त्यही भएर घाँस काट्नु हिँडेको। कुरो चाहिँ तिमीले ठिकै भन्यो सीता। अब घरमा पालेको वस्तुलाई अब भोकाइराख्नु पनि त भएन नि। अब बरु यसो गर, ढिला भइसक्यो, गएर घाँस काटेर ल्याएर वस्तुलाई खान दिइहाल। त्यसपछि फेरि रमाइलो गरे भइगयो। ल अहिले म लागेँ। लौ सीता, कति चाँडो तिमी त टिका लगाएर घाँस काट्न हिँडिसकिछौ नि त। अब जानु त परिहाल्यो नि ज्याक्सन। बुढी भएको आमालाई घाँस काट्न पठाउँ भने भएन। बहिनी तिमीलाई थाहै छ, सानै छ, त्यही भएर मै घाँस काट्न हिँड्नु पर्यो नि। चाडबाड आयो भन्दैमा गाई बस्तुलाई भोकाइराख्नु भएन क्यारे। नसकिने रहेछ, यतिको महान नारी त हाम्रो गाउँमा तिमी मात्र देखेँ नि मैले। यो सीताको हाँसोभित्र लुकेको पीडाहरू चाहिँ कसैले पनि नदेख्ने रहेछ कि। के गर्नु ज्याक्सन, अगाडि नै झारेको आँसुको पछाडिको पीडा त बुझ्दैनन्, अब झन् यो मुस्कान पछाडिको पीडा कसले बुझ्थे र। ल अहिलेलाई चाहिँ म जान्छु ल, घाँस काट्नु छ, अब साँझ दसैँ पनि छ, घरमा खाना पनि पकाउनु पर्यो है। जान्छु ल। ल राम्रोसँग ल जान्छु है ज्याक्सन। ल सीता, ए सुन त, यो विजया दशमीको शुभकामना है। फेरि तिमीलाई मात्र होइन नि, सारा नेपालीलाई शुभकामना दिएँ मैले। अब फेरि घरमा आमा पनि उहाँ टिका टालो गर्न कुरेर बसिरह होलान्, घरको जेठो बाटो छोरो, म पनि गएँ। ल राम्रो सजाउ तिमी पनि, घाँस टन्न